गराउँदैछ मलेसियाको केएलसीसी टावर। यो बुद्धिस्टहरू सबै हेर्नुहोस् यहाँ पनि धेरै बुद्धिस्टहरू छ मलेसियामा। ल हेर्नु होला कति रमाइलो छ। यो केएलसीसी परिक्रमा गराउँदैछ। कति छ हेर्नुहोस् यस्तो छ नाइट गौतम बुद्धको मूर्तिहरू है। हाम्रो नेपालमा जन्मियो भने पुरा विश्वभरि छरिएको छ यो पुरा। यस्तो छ है मलेसियामा बुद्धको मूर्तिलाई परिक्रमा गराउँदैछ। गौतम बुद्धको मूर्तिलाई गुम्बा गाडीमा लगेर जाँदैछ। त्यही ल हेर्नुहोस् पुरा बुद्धको यस्तो परिक्रमा गराउँदैछ मलेसियामा है। पुरा बुद्धको परिक्रमा गराउँदैछ विभिन्न डिजाइनका गाडीमाथि राखेर मूर्तिहरू यस्तो परिक्रमा गराउँदैछ। हेर्नु होला यस्तो देख्न सक्नुहुन्छ मलेसियामा। आउँदैछ फेरि अर्को हेर्नु यस्तो विभिन्न गाडीहरूमा मूर्ति। त्यही भिडियो नै हो। यस्तो आफ्नो कुरा गर्न यो हाम्रो जुङ्गे दाइ हो। यस्तो छ हेर्नुहोस्। अब हेर्नुहोस् सानो केटाहरू चाइनिज थाइल्यान्डको बच्चाहरू बुद्धको मूर्तिसँग हिँडेर आएको छ है। ल हेर्नुहोस् विभिन्न डिजाइनको गाडीमा यसरी हिँड्दैछ। सबै बुद्धको मूर्ति हो। गौतम बुद्ध अर्को पनि आइसक्यो फोटो समेत छ। पुरा बुद्धको मूर्ति पुरा केएलसीसी परिक्रमा गराउँदैछ। ल छोरो जलपानी चढाउँदैछ। हेर्नुहोस् मलेसियामा यस्तो
गौतम बुद्धको है, पुरा गौतम बुद्धको तस्बिर मात्रै छ। ल हेर्नुहोस्, देख्नुभयो नि यो गौतम बुद्धको। ल यो चाहिँ हाँसमा हो कि केमा बनाएको छ। ल मजुर हो, मजुर हो, मजुर। ल हेर्नुहोस् यस्तो छ, प्रत्येकमा बनाएको छ है। यहाँको चाइनिजहरू धेरै जस्तो बुद्धिस्ट धर्म मान्दो रहेछ। हेर्नुहोस् यस्तो रथ आफ्नो उसले आफ्नो मूर्ति लगेर है यसरी हिँडाउँदैछ। यस्तो छ, यहाँ पुरै आउँछ। आफ्नो गुम्बाबाट यस्तो है, यस्तो केएलसीसी परिक्रमा गराउँदैछन् है। यहाँको उनीहरूले चाहिँ सब उनीहरूको भक्तहरू हो। मलेसियाको झन्डा छ बुद्ध। ल हेर्नुहोस् यस्तो छ, सबै भिक्षुहरू हो। ल यस्तो गर्दैछ। ल हेर्नुहोस् यो चाहिँ फरक छ फेरि। ल यो चाहिँ अलग छ। यसरी सदा ल हेर्नुहोस् यस्तो छ मान्छेहरूको भेट। यहाँ चाहिँ बुद्धको मूर्ति छ। ल यसको गाडीको पछाडि कतिजना छ। ल हेर्नुहोस् यो चाहिँ यताको लोकल हो है, मलेसियाको लोकल चाइनिजहरू हो, चिनाहरू। पुरा भेस्टसहित बुद्धको छ।